चासोक भनेको के हो र कहिलेदेखि मनाइन्थ्यो, यो कसरी मनाइन्छ र किन मनाइन्छ भन्ने कुरो हामीले विगत समयमा पनि हजुरहरूलाई प्रत्यक्ष रूपमा बताइएको थियो, तर कति सायदै उपस्थित हुनुहुन्न थियो भने पनि म फेरि पनि छोटकारीमा हजुरहरूलाई यो मुन्दुम विशेष बताउन गइरहेछु र सबैको ध्यान आकर्षणलाई यी आवाजतर्फ तपाईहरूको मनलाई ध्यान दिएर सुनिदिनुहोस् भनेर भोलिको दिनमा आफ्नो भाइ बहिनी, आफ्नो पछिल्लो पुस्ताका छोराछोरीहरूले खासै यो किन यसरी मनाइएको भनेर प्रश्न गर्यो भने हामी जवाब दिइरहनुपर्छ, नत्र हामीलाई यो त्यसै मनोरञ्जनको लागि मात्रै गरेको होला भन्ने हुन्छ। अनि चासोक तङनाममा संलग्न हुनुभएका हाम्रा माननीय गुरुजन लुङफेदाङमा, सिङफेदाङमा, मङथाङमा, साम्बा, येबा, येमा, नुसाममा, फेदाङमा, इकेबा, साम्जिक मुन्दुमदाङबा, अदाङबाहरूलाई म हृदयबाट नै हजुरहरूलाई कोटी कोटी नमन गर्दै हजुरहरू बिना हाम्रो मुन्दुम बाँचेको छैन र म सधैँ भन्ने गर्छु, हामी सबैले भन्ने गरौँ लिम्बू भाषामा सम्झिक मुन्दुम मेहिङनेङ गर मा सपान मेहिङनेन या सपान मेहिङनेन सपान मेहिङनेङ गर सुवाङ मेहिङनेन सुवाङे मेहिङनेङ गर खर्मेक अमेक्काङ फालाम हेके अमेक्काङ अबेक्पा कुसिङनी तेल्लब भनिन्छ। भाषा बाँच्नुको लागि मुन्दुम बाँच्नु पर्यो, मुन्दुम बाँच्नुको लागि साम्बा फेदाङमा येबाहरू बाँच्नु पर्यो। साम्बा फेदाङमा येबाहरूले पनि मेरो कर्तव्य के हो, मैले चिन्ता गरेर मात्रै हुने हो कि मैले कसैले उपचार गरेर मात्रै हुने हो कि मैले सम्पूर्ण जातिलाई अँगालेर मैले भाषा पनि बचाउनु पर्छ भन्नेमा ध्यान दिने हो। यो हजुरहरूको माथि नै बिन्ती पेश गर्न चाहन्छु। साम्बा फेदाङमा येबाहरू हाम्रा उच्च गुरुहरू हुन्, अवतार नै उहाँहरू हुन्, किनभने साम्बा फेदाङमा येबा भन्नेहरू पूर्वकालमा आफ्नो जेजु पराजु चेप्जु बाजेको सन्तान बोजूको सन्तानमा येबा येमा थियो भने पछिल्लो समयमा अवश्य त्यो फुङलाङमा मनोगुरु आफ्नो सन्तानमा बकेर जन्मिनेछ। पुनः फेरि पृथ्वीमै ती गुरु शमशिरेहरू उहाँको फुङलाङमा पुनः त्यहाँ फेरि हाम्रो पृथ्वीमा जन्म लिनेछ। उहाँहरू नै हुन् हाम्रो गुरु, उहाँहरू नै हुन् हाम्रो अवतार, उहाँहरू नै हुन् हाम्रा तेऔंसी। हामी भौतारिएर तेऔंसी खोज्नु पर्दैन, हामी अल्मलिएर गुरु खोज्नु पर्दैन। र गुरुहरूले पनि जान्नु पर्यो म गुरु हुँ, मैले मुन्दुम बचाएको छु र मैले मुन्दुम विश्लेषण गर्नुपर्छ र मुन्दुम सबैले मैले बताउनुपर्छ। मैले आज मुन्दुम बताइनँ भने हाम्रो भावी पिँढीहरू कहाँ पुग्छन् भनेर ती गुरुहरूले पनि जान्नु पर्यो। र हुन चाहिँ राम्रो काममा गाली पाइन्छ, नराम्रो काममा ताली पाइन्छ। भुइँमा बसिराखेको छन् गुरुहरू, परालमा बसिराखेको छन्, तर उहाँहरूले यो अपमान नसोच्नु पर्यो कि हामी तेन्जिरी तेम्बोङ बसा, लुङबोङ बसा, खाम्बोङ बसा, मतलब हामी धरतीसँगै धरतीमा बस्ने, ढुङ्गा माटोसँगै हामी ढुङ्गा माटोमा बस्ने र हामी तेम्बोङ बसा, खाम्बोङ बसा, लुङबोङ बसा भन्नुको अर्थ हामी ट्राइबल हो। र ट्राइबल भनेर जहिले धुलो अनि थाङ्ने माग्ने त्यसरी बसौँ भन्ने होइन, अलिकति सुधार चाहिँ हुनै पर्यो, तर आफ्नो संस्कृति परम्परा छोड्नु भएन। र हाम्रा रिसर्च स्कलर अनि हाम्रा एसयू अनि कलेजका विद्यार्थी भाइ बहिनीहरूले पनि यो ध्यान दिएर कुरा सुन्नु हुन अनुरोध गर्दछु। हाम्रो चासोक सँगै यो चासोक मात्रै होइन,
हामी लिम्बू जातिले फिसोक पनि त्यतिकै महत्त्वपूर्ण छ। हामीले खाना मात्रै चढाएर होइन, हामीले चाहिँ फिसोक महत्त्वपूर्ण छ। येबा साम्बाहरू फिसोक बिना उहाँहरूको गुरु उठाउँदैनन् र आफै पनि घरबाट बाहिर निस्किँदैनन्। तर साम्बा फेदाङमा येबाहरूले आफ्नो गुरुलाई फिसोक दिएर आफै पनि घाँटीमाथि पुगिन्जेल चाहिँ लिनु भएन। फिसोक चढाउनु पर्छ, माफ गर्नुहोला मैले यो कुरा नबताउनु पर्थ्यो, तरै पनि हाम्रो मसिनो भाइ बहिनीहरू सचेत हुन् भनेर, गुरुहरूले त्यसरी पिउँदाखेरि हामी पनि त्यसरी पिउनु पर्ने रहेछ भनेर उहाँहरू नसिकिदिउन्। अनि पूर्वकालमा यो चासोक फिसोकको विश्लेषण व्याख्या गर्नु पर्दाखेरि हाम्रो लिखित कुनै पनि पुस्तक छैन र भन्दै आएका सुनेपछि फेरि भन्नुपर्ने, दोस्रो चरणमा फेरि त्यही कुरोलाई भन्नुपर्ने र त्यसरी हाम्रो स्टेप आउनेले गर्दाखेरि अहिलेसम्म लेखिएको छैन। तर भर्खरै केही समय अघिदेखि यो लेखिन थालेको छ मुन्दुमहरू र धेरै आशा छ अब हाम्रा विद्यार्थीहरूले र हाम्रा भाषाका शिक्षक शिक्षिकाहरूले पनि योपट्टि उहाँहरूले कोसिस गर्नेछन् भनेर आशा छ। मुजिङना खेयोङ नामको सन्तान सावारा युपुङगेम्बाको र योसो मुकुमलुङमा थुसो भियामलुङमाको सन्तान लाहादौना र सुवाम्भेबको सन्तानहरू डाँडा काँडा गहिरा मैदान हिमाल पर्वत जहाँ तहाँ फैलिन थाले। जब पानी सरी मनुष्यहरू फैलिन थालेपछि हाहाकार मचियो। रुखझाड जङ्गल पात पतिङ्गरको कुनै पनि यहाँनिर अडिएन रहेन अनि कुनै पनि कन्दमूल वनमा पाइने जङ्गलमा पाइने खानेकुरो भन्ने केही पनि थिएन। पशु प्राणी जङ्गलमा सबै मासिएर आयो र आफैमा अब खानु बाँकी रहन्छ। मुजिङना खेयोङनामा रात दिन ओडारतिर लुकेर ढुङ्गा भिर पहरा र रुखको फेदतिर लुकेर प्रार्थना गर्छन्, हे प्रभु तगेरा निमाफु मङ्गे मेरा यी सन्तानहरू अनिकालले बिथलिएका छन्, कसरी बचाउँ। यसरी रात दिन उसको प्रार्थनाले तगेरा निमाफुमा उहाँको अघि र मुन्दुममा यसरी भनिएको छ, लासिक पसेनले तान्छो पथाङमा तगी इङवा कामनु तङदङ तगेरा निमाफुमेन चुगे चुक्वापी बेना सँगसँग याम्बो थान्छिन् भने। त्यसरी तगेरा निमाफुमा प्रकट भएपछि भिरको फेदमा मुजिङना खेयोङनामालाई अन्नको भिजन दिन्छ र तिम्रा सन्तानहरू पाखा पखेरू डाँडा कन्दरामा बस्ने सबैलाई खनजोत गर्नु सिकाउनु, हाँड उखाल्नु सिकाउनु र यो अन्नको बिजन छरेर उमारेर खानु सिकाउनु। तर त्यो पाए पश्चात उम्रेर जब फलफुल लागेपछि प्रथम तगेरा निमाफुमालाई चढाउनु पर्छ। अनि हाम्रो लिम्बू जाति यस्तो हुन्, लिम्बू जातिले चाहिँ आमालाई भगवान मान्ने, तगेरा निमाफु माने र हामी यो एक अचम्मको जाति छ। सर्वप्रथम युमालाई प्रार्थना नगरी कुनै पनि सुरुवात हुँदैन र त्यसरी तगेरा निमाफुमाले अन्नको भिजन दिएपछि म हजुरहरूलाई छोटकारीमा भन्ने गर्दैछु र धेरै लामो भए माफ गर्नुहोला। त्यसपश्चात अन्नकालीको धनी हुँदै गए। यो अन्नको बिजन कसले दियो? अर्को डाँडाको व्यक्तिहरूले पाखा पखेरुमा बस्नेलाई सोधे, युमा र किराङबा बोजूले दिएको यो अन्नको बिजन। यसरी काम गरेर यसरी उमार्नु, यसरी खानु कसले सिकायो? युमाले। त्यति बेला मुजिङना खेयोङनामा वृद्ध अवस्थामा पुगेका थिए कि उसको निधारले भुइँ छुँदै हिँडेका थिए। यिनै मुजिङना खेयोङनामा युमाले तगेरा निमाफुमाकोबाट मुक्ति पाएको छ कि युमा भन्नु बित्तिकै सात बहिनी थिए भनेर भन्ने गर्थे।
ती त्यसरी अल्मलिनु भएन। युमा एउटै मात्रै हुन्। त्यसरी अन्नको बिजन र अर्थी उपदेश बाँडी हिँड्दा लासातिर पुगे, लासाहाङमा भए, खम्बुवानमा पुगे, खम्बुहाङमा भए, काशीतिर पुगे, काशीहाङमा भए, विभिन्न किसिमका आफ्नो रूपहरू बदल्दै त्यसरी घुमफिर गरेको थियो। र भन्ने गर्छन् कति येबा फेदाङहरू सायदै गुरुले त्यति सिकाएको थियो होला। युमा 7 बहिनी थिएन, युमा एकै बहिनी हो र उहाँको विभिन्न रूप, विभिन्न किसिमको अवतार उहाँले लिइबस्नुहुन्थ्यो। सबै जातिमा घुम्नुहुन्थ्यो, लिम्बूकोमा मात्र होइन। अनि लिम्बूले खालि यो मुन्दुमलाई अँगालेको मात्रै हो। त्यसरी अन्नबालीको धनी मनुष्यहरू भए। पछि धेरै धेरै अन्नबाली आर्जन भएर उनीहरूले तगेरा निगाफुमालाई बिर्सिदिए। तगेरा निगाफुमालाई बिर्सिँदाखेरि फेरि अन्नको बिजन लोप हुँदै गए, बिस्तारै बिस्तारै मासिँदै गए, बिस्तारै बिस्तारै मासिँदै गए र छ्याप्पै मासि गए। अब फेरि हाहाकार मच्चे, फेरि पुरानो कुरो फेरि दोहोरिए। त्यति बेला मात्र सावारा यच्छम्बको चेली एक सिगेरा एक थुक्नामा हुन्छन्। एक थुक्नामा दिनभरि घाँस दाउरा अनि कन्दमूलहरू खोज्ने माइतीहरू चाहिँ शिकार खेल्ने सावारा यच्छम्ब, यिनीहरू जब शिकार खेल्दै आएपछि बेलुकी पखती एक थुक्नामाले तरुल कन्दमूलहरू जङ्गलमा खोजखाज गरेर माइतीहरूलाई पकाइराखिदिन्थे, पोलिराखिदिन्थे। त्यसरी नै एक दिन एक सिगेरा एक थुक्नामा फेरि जङ्गलमा दाउरा खोज्दै कन्दमूल खन्न जाँदाखेरि एउटा झोला जस्तो चराको गुँड भेट्छ र चराको गुँड भेटेपछि यो गुँडभित्र केही चराको अन्डाहरू हुन सक्छ र म घरमा लगेर राख्छु भनेर ती झुन्डिएका चराका गुँडलाई बिस्तारै निकालेर माथिबाट कुनै बुच्चो लगाएर, झारपात उखाले बुच्चो लगाएर दाउरासँगै लान्छन् र दाउरासँगै लगेपछि ती गुँडले भत्काउँछन् त्यहाँ चराको अन्डाको आशा गरेर। तर त्यहाँ 7 जना धानको बिहा भेट्छन्। त्यो चाहिँ मुन्दुमले भन्छ फिरिगवामा पुले ताहेगे गुनाम गे मजङयो केराङ फिरिगवा इल्ले खेओ या रेचेसी चिखम युमे मनो त्यो धानचरी भन्छ। म नेपालीमा अलिक कमजोरी छु, माफ गर्नु होला। ती चरीले 7 जना अन्नको बिहा लुकाएको हुन्छ र त्यो 7 जना अन्नको बिहा भेटेपछि उसले त्यसलाई सुरक्षित राख्छ र सपनामा उहाँले देख्छन्। त्यो पुनः अघि युमा फेरि उसको सपनामा प्रकट हुन्छ र यो अन्नबाली हराइसकेको थियो, तर ती चरीले यो बिहा लुकाएको थियो। भाग्यवश तिमीले भेट्यौ के त या नुक मरे मुइदाङ साहा मेहिङ बाबु खे कर कन यासेइन कन याइन यालिनिन नेसेङ लिङ्गाङ ठोक्नु मेन्नु मुइदाङ साहा हुँदैछ। भनौँ पछिल्लो समयमा आफ्नो सन्तानहरूलाई सिकाउनु, अन्नबाली फलेपछि तिसोक चेसोक बुझाउनु पर्छ र त्यति बेला यो बाचा गरेको छ। नयाँ अन्नबाली नचढाइ खायो भने कान दुख्ने, घाउ खटेर निस्किने, सुनिन्ने, विभिन्न किसिमको झाडा पखाला लाग्ने, यसरी लिम्बूमा विश्वास गरेको छ यो मुन्दुम। अनि जब यो सबै कुरो त्यसरी बुझाउनु, तिसोक चेसोक बुझाउन थालेपछि घाउ खटेराबाट पनि उहाँहरू जोगिन्छन्। र यहाँनिर हजुरहरू सबैले देख्नुहुँदैछ थिसोक चासोकको थान थपना थापेको थियो युमाको। र युमा सबैभन्दा प्रथम हामीले युमालाई प्रार्थना गर्छौँ, यो चढाउँछौँ। अनि थेबाटुम राख्नु भएको थियो र त्यहाँदेखि मुदेनको राख्नु भएको थियो। तर कतिपय लिम्बूहरूको यो पूजा गर्ने तरिका आफ्नो छ र हाम्रा कति स्कलरहरूले, हाम्रा रिसर्च पर्सनहरूले अनि खोज अनुसन्धानमा लाग्नुहुने हजुरहरू नअनुमलिनु होला, किनभने त्यहाँ अर्कै थियो यहाँ अर्कै थियो भन्ने। त्यसको कुरा बहुत गहिरो छ। यो पछि हाम्रो भेटमा फेरि भनौँला किन यो मिल्दैन। तरै त मनो त्यसले पाउना 4 दिने अलग छन्, तर यो कुरो चाहिँ बहुत गहिरो छ, यसमा अलिकति समय लाग्छ। म अहिले हजुरहरूलाई यो बताउँदिनँ।
र बुझाउने तिसोक बुझाउँदाखेरि लिम्बूहरूले युमा केम्बा मुदेन काप्पोथुङदाङ यसरी बुझाइन्छ। 5 वटा आइटमलाई तिसोक बुझाइन्छ। त्यसमा युमासँग काप्पोथुङदाङसँग के सम्माङहरू छन्, कसैको सभा सम्माङ, कसैको असेक सम्माङ, मनुसाप देव, बिरालो देव, यो हरेक देवहरू चाहिँ त्यो तिसोकमै राख्ने अर्थी उपदेश गर्दै राख्ने चलन छ। र त्यो तिसोक नचढाइ अन्नबाली कसैले छुएमा, कसैको फलफुल छुएमा ती छुने मान्छेको हात पक्रिन्छ। यच्छामा सम्मान हुन्छ कतिको, त्यो युमासँगै हुन्छ। त्यति बेला हाम्रा साम्चिक मुन्दुमदाङ यमाहरूले तिसोक चढाइदिँदाखेरि युमालाई या काप्पोथुङदाङलाई भन्छ, सभा सम्मान बाँदर देव, चिल देव, बिरालो देव, हजुरले ठप्प राखिदिनु है यो तिसोकमा, कसैले नपिराओस्, हामीले पनि नपिराउनु। अनि युमालाई पनि भन्ने गर्छ, फेगे सोफेमा बिबके नाकमाइन सेवा हेउन युक्ताङ सरिमसे मेदुक मेसुइरा असा याक्मी हारे यसले हुक मेकाङ नेल्ल मेथुक नेल्ल भनेर मनो त्यो तिसोकमै यसरी पूजा गर्ने गर्छन्। लिम्बूहरूको यस्तो पर्व बहुत छन्। पहिला अन्नबाली लाउँदै सबै सिमे भूमे तगेर निगापुमा युमालाई अब हामी धरतीमा अन्नबाली लाउँदैछौँ है भनेर इमाङ पूजा गरिन्छ, संसारी पूजा। अनि मात्र पछि उम्रिन्छ, उम्रेपछि आफ्नो किसिमको त्यहाँ मुन्दुमहरू छन्। कतिले यो तामके गरेर मकै गोड्ने र मकैलाई धोरे लाउने। अब यहाँ हजुरहरूले सुन्नुभयो तामकेको लय। अनि पछि बटुल्दाखेरि यो धान काटेर बटुल्दाखेरि धान पछारेर धानको दाना झारेर खालामा एउटा हँसिया र फुलसँगै राख्छन्। त्यो हो युमाको प्रतीक। एउटा हँसिया अनि फुलसँग बेरिएर राखेको चाहिँ युमाको प्रतीक हुन्। यो आज तपाईँले दिनुभएको अन्नबालीको बिजन हामीले रोपेर यति विघ्न धान आर्जन गऱ्यौँ, भनौँ यति विघ्न हामीले अन्न बटुल्यौँ। अब हामी यसलाई पकाइ फुलाइ गरेर हजुरहरूलाई हामी तगेर निगापुमाले चढाउँछौँ भनेर त्यहाँ एउटा कुर्मी र एउटा हँसिया र फुल राख्छन्। अनि यसरी नै हाम्रो लिम्बूको पालन पनि यसै खालाबाट सुरु भएको हुन्छ, ती धान पछार्ने खालाबाट। किनभने अस्ति चराले लुकाएको धानको बिजन मनुष्यहरूले रोपेर फलाए फुलाए, तर त्यो चरेको बन्डा नदिनले दुःख दिएको छ। त्यति बेला त्यो खालामा चराहरूले धपाउँदाखेरि हा गर्दै धपाउँदाखेरि पालन पनि यहाँबाट क्रिएसन भएको छ, यहाँबाट सुरु भएको छ। र समयकालमा हाम्रो भेटघाट यसरी भयो भने विभिन्न किसिमको हामी तर्क गरौँ। र यो मुन्दुम विषय म मुन्दुम प्रेमी, भाषा साहित्य प्रेमी, संस्कृति प्रेमी हजुरहरूलाई म हृदयबाट यो यसरी बोल्नु मौका दिनुभएकोमा म तपाईँहरूलाई कोटी कोटी धन्यवाद दिँदै यसै लक्चुमका आयोजक समिति हजुरहरूको निम्तोलाई मैले नकार्न सकिनँ, किनभने म अलिकति अस्वस्थ छु। दिन दशा केही खराब हुनाले गर्दा मेरो ब्याकबोन गएको थियो। तर 3 महिनामा यतिको हिँड्नु सक्नु नै यो चासोक तङनाम लक्चुमको प्रार्थना अनि हजुरहरूकै जोस उत्साह र हजुरहरूकै साथले गर्दाखेरि म हजुरहरूसँग आज पनि उभ्न पाएको छु। र सम्पूर्ण विराजमान हाम्रा यो मञ्चमा रहनुभएका सबैप्रति मेरो आवाज ठुलो भयो होला, मैले कति जग्गामा त्रुटि पुर्याएँ, सम्बोधन गिराएँ, यसमा हजुरहरूले माफ दिनुहुन्छ भनेर यो केही दिनको लागि यो रोगीलाई माफ दिनुहुन्छ भनेर आशा गर्दै म हजुरहरूलाई केही छिन बिदा लिन जान्छु। धन्यवाद।